नमस्ते नमस्कार मेरा साथीहरू अनि सबै यहाँ सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु र स्वागत छ तपाईँलाई मेरो छोटो ब्लगमा। मोटो ब्लग होइन, छोटो ब्लग हो मेरो होइन। अब आज चाहिँ म कामबाट एकछिन कामसाम गरेँ अनि कामसाम गरेर खानासाना खाएर म रुमतिर फर्किँदैछु है। एक्लै छु, यो देख्न सक्नुहुन्छ यहाँ झोलामा नहुने कपडा काम गर्दा रुमबाट मुनि छु। खास मलाई यो भिडियो बनाउँदा खासै मन थिएन, तर अब के भयो भने हुनु त मलाई भ्लगर बनेर हिँड्ने एकदमै पहिलादेखि सोख नै थियो होइन। सोख थियो भनौँ न, अब मन पर्थ्यो कहिले बनाएर हिँड्ने होला, कसरी बनाउने होइन, हामीसँग एक्सपिरियन्स पनि छैन र हुन्छ नि पढ्न त्यस्तै। त्यो कारणले गर्दा मैले बनाएको थिइनँ, देख्न सक्नुहुन्छ। अब चाहिँ धेरै नभए पनि केही मात्रामा अलिअलि बनाउँदै जानेछु। रेगुलर त दिन सक्दिनँ, त्यही पनि टाइम मिलाएको बेलामा, टाइम भएको बेलामा म फ्री टाइमको बेला चाहिँ म यो सानोतिनो भ्लगहरू चाहिँ म बिस्तारै बनाउँदै जान्छु। सबैजनाले सपोर्ट गरिदिनु होला, तपाईँहरूको मायाले गर्दा अगाडि बढ्नेछु। मलाई फेरि यस्तो हुन्छ कि मान्छे धेरै भएको ठाउँमा बनाउन सकिँदैन नि त, किनकि त्यस्तो एक्सपिरियन्स पनि छैन होइन। बुझ्नु न, सुरुमा सबैको त्यस्तै हुन्छ, बुझ्दै जानु, गर्दै जाऊँ, म पनि गर्दै जान्छु। तपाईँहरूले पनि सपोर्ट दिएर अगाडि लगिदिनु होला भन्दै म पनि यहाँ जाँदैछु। यहाँ देख्न सक्नुहुन्छ कहाँको बाटो हो भने यो ठ्याक्कै मेरो पनि चाहिँ डाँडा पल्लोपट्टि छ होइन। म यहाँ छु अहिले, घाम पुरै लागिरहेको छ। फेरि मान्छे भएको ठाउँमा बोल्नु मन लाग्दैन है, बोल्नु पनि आउँदैन, लाज लागेको हुन्छ है। के हुन्छ त्यो थियो। ल साथीहरू, कस्तो हेरिरहेको अरे त्यो दाइले, मलाई लाज लाग्यो। ए दिदी त्यसरी नहेर्नु न। यहाँ मेरो खुट्टामा जुत्ता टक्क लाएर, माथि कपडा चट्ट लाएर हिँड्दैछु, सिधा ठक्क लाएर भेट्न जाँदैछु रुमतिर, मेरो आफ्नै बेडलाई चट्ट लाएर। देख्न सक्नुहुन्छ मलाई आफ्नै पारामा चिलमा एक्लै। ल साथीहरू, अर्को भ्लगमा भेटौँ ल, टाटा बाई। ल साथीहरू, मैले फेरि पनि क्यामेरा अन गरिसकेको छु। म चाहिँ अब लगभग रुममा पुग्नु लाग्यो। अब बिचमा चाहिँ अलिकति लामो बाटो थियो, हुन्छ नि, घामले पोलेर बोर भएर थियो कि, त्यही भएर मैले क्यामेरासँग अफ गरेँ। मान्छे पनि धेरै लाज लागे जस्तो हुने होइन, त्यस्तै हो। त्यस्तै हुन्छ, कन्फिडेन्स छैन गर्नुको लागि, एक्सपिरियन्स छैन त्यस्तो विधि सुरुमा होइन। सबैको त्यही त हो नि। अहिले मसँग नकेही म हिँड्दै यस्तरी हिँड्दैछु होइन। बाइक भएको भए त म नि बाइकमा चट्ट लाएर हिँड्थेँ होला, बनाउँथेँ होला। यहाँ चाहिँ देख्न ठुलो फुटबल ग्राउन्ड छ यहाँ। उही त्यो माथि चाहिँ म बस्ने रुम हो क्या, त्यो माथि चाहिँ म बस्ने रुम हो। अनि यहाँ चाहिँ म एक्लै चट्ट हिँड्दैछु। दाइहरू चाहिँ गएको छ उतातिर, एक्लै सुनसानमा भिडियो बनायो हिँडेर अब अरू ठाउँ बनाऊँ भने त्यस्तै त। अनि मैले भनिसकेको छु अगाडि नै होइन, बुझ्नु पऱ्यो। मेरो फ्यान्स फलोवर्सहरू सब्सक्राइब, लाइक, कमेन्ट सबै गरेर मलाई चाहिँ पुर्याइदिनु पऱ्यो कि यतातिर देख्नुभयो नि आकाशतिर, मलाई यतातिर यो मान्छेलाई यता पुऱ्याउनु पऱ्यो, बुझ्नु न। त्यसैले साथीहरू सपोर्ट गरिदिनु पऱ्यो। लाइक, कमेन्ट, सेयर, सब्सक्राइबदेखि लगेर हुन्छ नि सबै गरिदिनुहोस्। एक दिन म पनि यतातिर पुग्छु कि, यतातिर त मलाई पुग्न खासै मन छैन, यतातिर पुग्न मन छ, त्यसैले गरिदिनु पऱ्यो। ल साथीहरू, माया गरौँ सबैले मलाई, अरूलाई पनि गरौँ, मलाई मात्र होइन। ल अब म चाहिँ यो उकालो कटेपछि ठ्याक्कै म पुग्छु त्यही माथिको घर, ठुलो घर, त्यही मुनि बस्ने हामी, म। र साथीहरू, आजको भिडियो चाहिँ यहीँ अन्त्य गर्दै फेरि अर्को भिडियोमा भेटौँला भन्दै टाटा बाई।